नमस्कार है सबैजनालाई। हजुर सञ्चालक म आसामी सन्चै छु। च्याम्पियन लिग 4 गेम सकिसक्यो। सकिएको अन्तरमा चाहिँ रियल म्याड्रिडले नि हार्यो, पिएसजीले हार्यो, अनि बार्सिलोना ड भएछ बासा है। सँगसँगै बिग म्याच, बिग ठुल्ठुलो क्लबहरूलाई धक्क भयो त्यो थियो। अन्त अब बल्ल 4 गेम सकियो, अझै छ 4 गेम होइन। अनि अब के छ भने चाहिँ गेम हो, हारजित हुन्छ, सधैँ जित्छौ भन्ने पनि छैन। छोटो मिठो भन्छु होइन, म लामो हुन्छ त्यो भिडियो, लामो भिडियो होइन, युट्युबमा जानु होला। मैले भर्खर बनाउनु लाग्छु भिडियो होइन। विगतको दिनमा बनाएको थिइनँ भने चाहिँ अहिले चाहिँ भिडियो बनाउनु मलाई नै रहर लाग्यो। फेरि हेर्नुहोस्, यो पनि एउटा रहर हुँदो रहेछ। मैले पनि भिडियो बनाउनु लाग्छु, युट्युबमा गएर हेरिदिनु होला। अनि के छ भने चाहिँ उही हाम्रो दर्शक र युट्युब बनाउने भाइहरूले के भन्छ भने चाहिँ फुटबल टिम हो, सबैलाई सम्मान गर्नुपर्छ, खेलाडीलाई सबैलाई सम्मान गर्नुपर्छ, उही खोजेर भन्ने बानी नगर्नु होला होइन। किनभने कतिपय के भन्छ, अहिले अस्ति एक क्लासिको हुँदाखेरि धेरै जस्तो खोज्यो कि गेममा रियल म्याड्रिड यस्तो, बासा यस्तो भन्यो। पोहोरको गेममा चाहिँ रियल म्याड्रिडको टिममा चाहिँ कुनै मिडफिल्डर, कुनै डिफेन्डर थिएन, सबै घाइते थियो। पनि रियल म्याड्रिडको दर्शकले केही नि भन्थ्यो, केही नि भनिन क्या। तर यसपालि एक क्लासिको जित्दाखेरि चाहिँ बासाको मेन कोच भएन रे, मेन एट्याक भएन रे भन्छ। अनि त्यो मेन एट्याक त्यो जस्तो त्यही कोचले हो नि सिकाउने त, सबै खेलाउँदा। त्यो त खेल्ने बेलामा पो उसलाई टाइम नदिएको, 45-90 मिनट मात्र टाइम नदिएको त्यसलाई त। त्यही हो साथीहरू होइन। कुनै पनि भिडियो बनाउँदा तपाईँहरूले भिडियो बनाउँदा गेम हेरेर बनाउने हो कि त्यो युट्युबको भरमा बनाएको हो होइन, त्यो मलाई पनि थाहा भएन। तर जति हामीले जति एक क्लासिको गेम चाहिँ मैले राति 12-1 बजी 2 बजे पनि हेर्थेँ क्या मैले। कुनै गेम पनि छुट्दैन क्या मैले एक क्लासिको बासा र रियल म्याड्रिडको भने चाहिँ। तर पोहोर हामीले हार्दा पनि हामी खुसी नै थियौँ। सधैँ हामीले जित्छ भन्ने पनि छैन होइन। गेम हो, हारजित हुनुपर्छ, त्यसमा के गुनासो गर्ने। हामी चाहिँ यो त खेल हेर्दाखेरि एउटा मनोरञ्जन गर्ने हो क्या होइन। कुनै पनि टिमलाई त्यसरी गाली क्रोज गर्ने नै होइन, कुनै टिम मेम्बर, कुनै टिम कोचलाई होइन त्यसो भन्ने होइन। तपाईँको पोहोर हामीले कति पोइन्टले जितेको त, जम्मा 1 पोइन्टले जितेको, 1 अङ्कले जितेको तपाईँहरूले बासाले। कुनै हाम्रो लास्ट म्याचमा पनि ड्र भइदियो गेम हामीले जित्थ्यौँ होइन। हामी रियल म्याड्रिड हामी सधैँ उच्चारण हाम्रो सधैँ ठाडो हो क्या। हामी कहिले पनि झुक्दैनौँ। रियल म्याड्रिड टिम ओल्ड द बेस्ट टिम हो, ओल्डको बेस्ट नम्बर टिम हो। उसले लिग जिते नि हारे पनि ओल्ड बेस्ट टिम हो क्या, त्यो ओल्ड नम्बर 1 हो क्या रियल म्याड्रिड भनेको। यसपालि एक क्लास, अब फेरि अर्को एक क्लासमा पनि जित्छ बासाले, रियल म्याड्रिडले। यति हेर्दैन तपाईँहरू होइन। गेम नछुट्नु होला र म भिडियो बनाउँदै गर्छु। तपाईँहरूले मेरो युट्युबमा जानुहोस् होइन, लाइक गर्नु, सब्सक्राइब गरिदिनुहोस्, युट्युब हेर्नु होला है, युट्युब टिकटकमा सब्सक्राइब गरिदिनुहोस्।